नमस्कार। नमस्ते, के छ खबर? ठिक छ, आराम हुनुहुन्छ? ठिकै छ। कहिले के चल्दैछ अब अहिले यतातिर? अहिले त ठिकै छ, रमाइलो छ गाउँ अहिले। के गर्दै हुन्छ, केमा व्यस्त हुन्छ हजुर चाहिँ? मेरो त सधैँ उस्तै हो, खेतीपाती गर्ने, काम गर्ने। देशमा अनि कहिले फर्केको? म आएको भयो लगभग 1 हप्ता जस्तो भयो। चुनावलाई लक्षित गरेर फर्केको कि त्यत्तिकै गाउँमा होइन, म मेरो आफ्नै गाउँकै अब गाउँमा यसो कार्यक्रमहरूको लागि आएको हो। आफ्नो कार्यक्रम, चुनावी कार्यक्रम त होइन। चुनाव त लागिरहेछ। यो सिजन हो नि त, अब गाउँमा आउने मान्छे चुनावकै आयो हजुर भन्ने हुन्छ। त्यो ठिकै हो, तर म मेरो आफ्नै कारणले आएको थिएँ। अनि के छ हजुरलाई कतिको लागिरहेको चुनाव? मलाई त सधैँ चुनाव छ, चटारै छ। तर रमाइलो, यो बेला रमाइलो छ। यो बेला कसरी रमाइलो छ भने अहिले नेताको मुखबाट गाउँमा हुन्छ भन्ने कुरा गर्छन्। उनीहरूले अहिले यो बेला हरियो देख्छन्, उत्पादन नै उत्पादन देख्छन्, यो भएर खुसी लाग्छ। चुनाव जितेपछि फेरि उनीहरूलाई यो खण्डर लाग्छ कि पनि होइन जस्तो लाग्छ। के छ यो अवधिमा अहिले यो हालसालमा कुनै नेता तपाईँलाई भेट्न अथवा तपाईँ नेतालाई भेट्न यहाँ नजिकमा आएको बेला कतै जानुभएको छ कि के छ अवस्था? त्यस्तो त भेटेको छैन, तर मलाई आयो भन्दा नआयो उपयुक्त लाग्छ। उहाँहरूको त्यो उत्पादन सम्बन्धी त्यस्तो दृष्टिकोण हुँदैन। चुनावी फन्डा मात्रै हुन्छ उहाँहरूको, गाउँ फर्किने पनि होइन उहाँहरू। त्यस कारणले त्यस्तो आयो भने त भन्ने लाग्दैन। भनेपछि एक किसिमको वितृष्णा नै छ भन्नु हो नि, गाउँ खाली छ, म जस्तो पुस्ता छैन। हजुर, मेरो सँगै एसएलसी दिएर छुट्टिएको साथी अहिलेसम्म गाउँ फर्किन सकेको छैन। गाउँ म त च्याउ बेच्न गाउँ गाउँ हिँड्छु, बुढाबुढी मात्रै छ, घर खालीहरू छ, जमिनहरू जताकतै बाँचो छ, उत्पादन छैन। यो चुनावकै अवसरै भनौँ होइन, यो अवसरमा चाहिँ गाउँमा चाहिँ मान्छे युवालाई फर्काउन चाहिँ कसरी के पहल गर्न सकिएला हामीले? यो नेताहरूसँग नि यो कुराहरू पुग्छ होला पक्कै पनि होइन? यो के गर्दै चाहिँ फर्किन्थ्यो होला? तपाईँ चाहिँ लगभग 1 दशकदेखि यतै रमाइरहनु भएको छ होइन, निरन्तर रूपमा यही कर्ममा रमाइरहनु भएको छ। तपाईँको दृष्टिकोणबाट युवालाई फर्काउनको लागि चाहिँ के चाहिँ गरिदियो हुन्थ्यो? हाम्रो अब संसदीय चुनाव हुँदैछ, त्यो संसदले चाहिँ हाम्रो गाउँठाउँको लागि के चाहिँ गरिदियोस् भन्ने चाहना छ होला हजुरको चाहिँ? सबभन्दा फर्काउने योजना बनाएर हुँदैन। योजना बनाउनु गएको व्यक्तिले उसले आफै गरेर देखाउनुपर्छ। यो कस्तो छ भने अहिलेको नेतृत्वले ऊ आफू पनि गाउँमा के गर्दैन, हजुर होइन, उसले आफ्ना छोराछोरीलाई पनि यो गाउँमा के पनि गर्न दिँदैन। हजुर, भनेपछि अरूको छोराछोरीको निम्ति उसको दृष्टिकोण पुग्दैन। अनि यो गाउँ हराभरा गराउनलाई मान्छे आफै उत्पादनमा लाग्नुपर्छ। यहाँ कस्तो भइदियो भने उत्पादनको राजनीति नभइदिएर उनी आफ्नो भोटरको राजनीति, पार्टी सदस्यता बढाउने बढी खेती भयो, उत्पादनको खेती बनाइदिएको भए सजिलै फर्किन्थ्यो। अनि युवा फर्किनलाई यो हाम्रो स्थानीय तहका संयन्त्रहरू एकदम फितलो छन्। समाज निर्माण गर्नको लागि राज्यका अभिन्न अङ्ग, 4 खम्बाहरू चाहिन्छ होइन। मान्छेलाई सबभन्दा कुरा सुरक्षित चाहिन्छ। यहीँनिर रोकिएर अनि यो स्थानीय सरकारको कुरा उठ्दै गर्दा स्थानीय सरकारको तर्फबाट तपाईँलाई सहयोग कतिको सहयोग पाउनुभएको छ? स्थानीय सरकारले अभिभावक कतिको भूमिकामा छ, यो कुरा पनि जान्न पायो भने? स्थानीय तहको सरकारको सहयोग अप्रत्यक्ष रूपमा त भइहाल्छ। सरकार त सरकारै हो, चाहेर या नचाहेर। तर म उत्पादनको अनुदानको सहयोग चाहिँ मैले त्यति अपेक्षा गर्दिनँ। मैले जानी पनि गर्दिनँ, किनभने म लिन त सक्छु, धेरै अनुदान लिन सक्छु। केही त अनुदान पहिला लिएँ, तर अहिले लामो समयदेखि अनुदान लिन ठ्याक्कै छोडेको छु। राज्यले किसानलाई दिने अनुदान किसानको हितमा छैन, अनुत्पादकमा छ। त्यस कारणले मैले बुझेको भएर लिँदैन। जो किसानले राज्यबाट अनुदान लिन्छ सम्झनुहोस् त घाटामा गयो, प्रभावकारी ढङ्गले यसको वितरण चाहिँ छैन भन्ने कुरा बुझ्नुहुन्छ। जस्तो ल म एउटा विदेशबाट फर्केको युवा, मलाई चाहिँ यहाँ यो गरेर बस्न सकिन्छ भन्ने कुराहरू तपाईँले चाहिँ के देख्नुहुन्छ? तपाईँको दृष्टिकोणबाट म चाहिँ यो गरेर बस्न सक्छ यो मान्छे भन्ने कुराहरू तपाईँको विचारबाट के कुरा गरेर चाहिँ म यहाँ बस्न सक्छु होला? अहिलेको राजनीति परिस्थितिलाई हेर्ने नि तिमीले 1 करोड ल्याएर आए पनि सक्दैनौ। हजुर, 1 करोड तिमीले यहाँ लिएर आए पनि तिमी यहाँ के पनि गर्न सक्दैनौ, किनभने यहाँको सामाजिक समस्या छ, राजनीतिक समस्या छ, आर्थिक समस्या छ। हजुर, तिमीले आर्थिक मात्रै जुटाएर आए पनि यहाँ तिमीलाई समाजले र राजनीतिले रोकिदिन्छ। हजुर, हैन, यो सामाजिक पक्ष र राजनीति पक्ष
र आर्थिक पक्ष तीनवटै सबल र सक्षम हुनुपर्छ। यो सबल र सक्षम हुनको लागि यो नेतृत्वमा एउटा उत्पादनशील भिजनरी चाहिन्छ। हजुर त्यो नभएको अवस्थामा कुनै पनि हालतमा मलाई लाग्छ युवा फर्किन सक्छ जस्तो लाग्दैन। किन सक्दैन भने जसले जोसँग यहाँ के हुन्छ भन्ने भिजन छ नि उसले गरेरै देखाउनुपर्छ। जस्तै मैले उत्पादन गरेर हुन्छ भन्नको लागि मैले उत्पादनै गर्नुपर्छ। भनेको म यहाँ उत्पादन गर्न रेडी भए मात्र म यहाँ बस्न सक्छु भन्ने तपाईँले त्यसै भन्नुहुन्छ। सम्भव छ। कसैले योजना बनाइदिएर यहाँ के हुनेवाला छैन। तर मैले त अब एउटा युवाको रूपमा म अलिकति मासतिर गाउँभन्दा अलिकति मासतिर गएर गाउँ सबैतिर हेर्दाखेरि जताकतै वनमारै ढाकेको छ, गाउँभरि वनमाराले ढाकेको छ। अब गाउँभरिको समस्या वन्यजन्तुले आक्रमण अब हुन्छ नि कृषिलाई अब खेतीलाई चाहिँ वन्यजन्तुले त्यो खनेर अब त्यो भित्राउन दिन्न भन्ने कुरा छ। यस्तो अवस्थामा चाहिँ के चाहिँ गर्न सकेला, यसको रोकथामको लागि केही उपायहरू त्यस्तो केही देख्नु भएको छ हजुरले? छैन। कस्तो छ भने जङ्गली जनावरको जनसङ्ख्या मानव जनसङ्ख्याभन्दा बढी छ। अहिले हाम्रो गाउँको जनसङ्ख्या जति छ त्योभन्दा डबल बाँदरको जनसङ्ख्या बढी छ। किनभने बस्ती खाली छ, मान्छे गर्न योग्य मान्छेहरू गाउँमा कम छ। यसको लागि कस्तो योजना ल्याउने, के गरेर हुने भन्ने त ठ्याक्कै अब मलाई लाग्छ स्वर्गबाट भगवान् आए पनि बनाइदिन सक्दैनन्। किनभने जबसम्म सक्षम मान्छेहरू गाउँ फर्किँदैन के पनि हुँदैन। भन्नाले कस्तो भने यो सामाजिक क्षेत्रमा फर्किने साथीहरू, सामाजिक क्षेत्रमा फर्किने एउटा सशक्त मान्छे, एउटा टिम चाहिँ फर्किनै पर्छ। जो मलाई लागेको कुरा चाहिँ यही विषयमा मलाई लागेको कुरा चाहिँ जस्तो हाम्रो यो गाउँको यो वनमारा छ नि, जति पनि हाम्रो खेतहरू बारीहरू सबै वनमाराले ढाकिरहेको छ नि, यसमा चाहिँ नि हामी अब 1 दिन 2 दिन हुन्छ नि, जति दिन हुन्छ गाउँ सबै मान्छेहरूलाई आह्वान गरेर त्यो वनमारा उखेलेर त्यसमा अमरेसो लाउँदा के कस्तो होला? यिनी भनेका सपना देख्ने कुरा हुन्। यो सबै वनमारा गर्ने कसले गर्ने अथवा भनौँ न विकल्प रूपमा सुरुवात गर्न सकिएला कि नसकिएला र यो सक्सेस भइएला कि नभइएला, तपाईँलाई के लाग्छ यसमा? सफल नहुने भन्ने कुरै छैन। सफल भइन्छ, सबै कुरा सफल भइन्छ। तर त्यो वनमारा गरिदिने कसले? वनमारा 1-2 दिन सबैलाई आह्वान गरौँ। अब हुन्छ नि वार्डसँगै सम्मेलन गरेर आह्वान गरौँ, त्यहाँबाट कति आउनुहुन्छ, उपस्थित हुनुहुन्छ होइन? त्यसपछि चाहिँ अब एउटा टिम लगातारमा लागिरहँदाखेरि हामीले यो वनमारा छ नि, यो निराशा एउटा युवा त यहीँ केही गर्छु भनेर बाहिरबाट फर्केको युवा पनि अब जताकतै यस्तो अवस्था देखेपछि त जङ्गल देखेपछि त यहाँ बस्ने त अब मन त हुन्न। अमरेसो लगाइयो भने त्यहाँ अब कम लागतमा उत्पादन अलि बढी देखिने जस्तो अब हामीले बाहिरबाट हेर्दा, अब भित्र त्यसको अध्ययन गरेर होइन कि बाहिरबाट हेर्दा यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले र यो सफल भइला नभइला त्यो थालनी गर्ने पनि के होला? सबभन्दा त्यो योजना बनाउँदा सबभन्दा सजिलो योजना के हो थाहा छ? हजुर भन्नुहोस्। सबभन्दा कापीमा योजना उतारेर त्यो गणितीय हिसाबले त्यो आम्दानी निकाल्न फाइदा देखिने बाख्रा पालन। हजुर होइन नि, मैले यति बाख्रा पालेँ, यति बाख्रा पालेर यति भ्याउँछ, यसको यति हुन्छ, यति हुन्छ, 10 वर्षमा म सारा गाउँ ढाक्छु जस्तो त्यो कापीमा लेख्ने क्यालकुलेसनले वास्तविक जीवनमा परिवर्तन आउँदैन। वनमारा गोडेर अमृसो लाउने, अमृसो लगाइदिने मान्छेको, अमृसो हुर्केसी टिप्ने मान्छेको, अमृसोलाई बजारीकरण गरिदिने कसले हो? गाउँ पुरै 60 वर्षदेखि माथिकाको बुवा आमाकोले भरिएको छ। त्यो छ। त्यही हामी फर्केर त्यो कामको थालनी गऱ्यो भने त्यसमा सफलता देख्नुहुन्छ कि देख्नुहुन्न? सम्भव छ। किनभने अब फर्किने युवाहरूसँग आर्थिक समस्या छैन। किनभने धेरै लामो समयसम्म बाहिर बसेका साथीहरू छन्, उनीसँग आर्थिक छ, उनीहरूले धेरै कुराहरू देखेका छन्। आफ्नो देश देखे, विदेश देखे, उहाँको प्रगति देखे। त्यो प्रगति देखाइले गर्दा फर्के पनि हुन्छ, एकदम हुन्छ। अनि मेरो अर्को एउटा योजना चाहिँ जस्तो हाम्रो जति पनि बाँझो जमिन छ, जति पनि वनमारा उम्रिएर जङ्गल पल्टेको जमिन छ, त्यसलाई चाहिँ वार्डसँग समन्वय गरेर 10 देखि 15 वर्षसम्म चाहिँ कि त आफ्नो जग्गामा खेती किसानी गर्नुहोस्, यदि होइन भने तपाईँले चाहिँ 10 देखि 15 वर्ष चाहिँ तपाईँले मेरो जग्गा भनेर यसमा चाहिँ अब आफ्नो अधिकारको कुरा गर्न पाउनुहुन्न भनेर त्यो वार्डसँग त्यो कुरा प्रस्ताव लैयो भने त्यो के लाग्छ तपाईँलाई? त्यसमा चाहिँ उत्पादन गर्ने, त्यहाँ बाँझो चाहिँ नराख्ने, 10-15 वर्षको चाहिँ प्रतिफल चाहिँ जसले गर्छ त्यसलाई अब जमिन कसको भन्दा जसले जोत्छ त्यसैको त्यो 10 देखि 15 वर्षको लागि गर्दाखेरि के कस्तो हुन्छ होला? यो त ठाउँ ठाउँमा त यो लागु नै भइरहे जस्तो नि लाग्छ, एक दुई ठाउँमा चाहिँ होइन। हाम्रोमा चाहिँ त्यो के होला त्यसको कुराकानी? असम्भव भन्ने चिज त मैले देख्दिनँ। सबै कुरा सम्भव छ।
अब म नै 20 रोपनी क्षेत्रफलमा यो पहिला बनजडे हो, बाँझो हो हजुर होइन, वनमाराले घेरेको हामीले हो, पनि जानेको ठाउँ रुखे रुखको जङ्गल हो यो एरिया। म जहाँ बसिरहेको छु त्यो एरिया सम्भव छ, गर्न सक्ने सम्भव छ। तर राज्यमा माथिल्लो उपायका निकायमा बसेका मान्छेसँग त्यो भिजन छ छैन भन्ने कुरामा फरक पर्छ। किनभने स्थानीय तहको सरकारसँग त्यस्तो किसिमको योजना छ कि छैन, त्यो उहाँहरूमा भर पर्ने हो। मैले त देखाएको छैन त्यस्तो किसिमको योजना छ जस्तो लाग्छ। अनि कस्तो हुन्छ भने यी उत्पादनसँग जोडिनलाई आर्थिक पाटोहरू पनि एकदम समान्तर रूपमा बढेको हुनुपर्छ। जस्तै कृषि सहकारी, कृषि विकास ब्याङ्क होइन, कृषि क्षेत्रमा लगानी गर्ने सहुलियत ऋण कर्जाका जुन पाटाहरू हुन् त्यो पनि एकदम आवश्यकता पर्छ। तर त्यो कसको कब्जामा छ भन्ने कुरा पहिला हुनुपर्छ। उनीहरू उत्पादनमा लगानी लाउन चाहन्छन् कि चाहँदैनन् भन्ने कुरा फरक पर्छ। उनीहरू मलाई लाग्छ धेरै जस्तो उत्पादनमा लगानी लाउन चाहँदैनन् उनीहरू। भनेपछि यसको त्यस्तो उत्तम विकल्प भन्ने कुरा अहिलेको अवस्थामा देखिन्न। छ उत्तम विकल्प भनेको आफै योजना बनाउने, आफै कार्यान्वयन गर्ने भनेको कसैको पनि भर पर्न यस्तो परेर सम्भव छैन। अहिले मान्छेले के छ भने अर्थी उपदेश दिनलाई त कि गाह्रै छैन, जसले पनि दिन्छ, जसले पनि दिन्छ। किनभने जुन मान्छेले गर्न सक्दिनँ त्यो सबभन्दा बढी अर्थी उपदेश दिन्छ होइन। मैले यो काम गर्दा सफल भइन्छ भने हजुर फेरि मैले त्यो काम किन नगरे होला, त्यो प्रश्न पनि उठ्छ होइन। किन यदि सफलै भइन्छ भने यो काम छोडेर त्यो काम किन नगरेको, तैँले गरेर देखा न पहिला भन्ने किन नगरेको भन्ने हुन्छ। मैले गरेको काम मात्रै अनुभव छ, अर्को कामको यो अनुभव छैन। जस्तै अर्कोलाई लाग्ने विचार, अर्को जस्तै अमृतसर खेतीको विचार, त्यो योजना तिम्रै होला होइन। तर ममा त्यो योजना लागु हुन्न, किनभने मेरो त्यो दिमागले सोच्न पनि भएको हुन्न। भनेपछि त्यो ममै सीमित छ। गरेर देखाउने हो, आफू गर्ने हो, गरेर गएपछि देखाउने हो। त्यसपछि बल्ल अरूलाई पनि यो पनि सम्भावना छ है भनेर हौसला प्रदान गर्ने हो। तर सम्भव छ, सम्भव युवाहरू नफर्किकन पनि हुँदैन, अवश्य फर्किन्छन् तर ढिलो चाँडो। तर के छ भने समस्या राज्यको सोच त्यतातिर फर्केकै छैन अझै। अनि अहिले हजुरले चाहिँ के गर्दै हुनुहुन्छ अहिले एकदम भर्खरै हालसालमा चाहिँ के छ हजुरसँग उत्पादन के छ, के हुँदैछ? मसँग च्याउ छ, यो च्याउको टनेल तेस्रो लटको टनेल हो यो। हजुर। अनि दोस्रो लट अर्को छ, एउटा सिद्धिसकेको छ, अर्को फलिरहेछ। कतिवटा ब्याग छ? टनेल त 3वटा छ हामीले देखिहाल्यौँ। मेरो 600 ब्याग छ अहिले। 600 ब्याग छ। ठ्याक्कै उत्पादन जे होस् राम्रै दिइरहेछ। ठिकै छ। यो सिद्धिन्छ, त्यसपछि केरा खेतीमा लाग्ने, तरकारीमा खेती लाग्ने, त्यसपछि च्याउ केही समयलाई बन्द हुन्छ। त्यसको अरू के छ सँगैमा, अरू केही तरकारीहरू? च्याउ सँगैमा मैले बेसिजनको तरकारी खेती गर्छु, सिजनतिर म खासै जान्न। हजुर। अब यो यसपछि मेरो लगतै केराको बगैँचा सफा गर्ने हुन्छ। हजुर। त्यसपछि अब मकै लगाउने, गप्पी लगाउने काम त सधैँभरि निरन्तर हुन्छ। फलफुलको बगैँचा त देखियो, तर लगभग कति प्रजातिको बोट बिरुवा चाहिँ छ होला हामीसँग? मेरोमा स्थानीय जातको केराहरू 7 प्रकारको छ। हजुर। मुङ्रे, फुर्से, जबरी, मालभोग, मोर्चे, अरिसाल, हजुर होइन, यिनी केराहरू छ। फलफुलमा अमिला जातकाहरू छ। हजुर। बोगटे, अमिलो, जिम्मुर, कागती, होइन, केही सुन्तलाका बिरुवाहरू हजुर छ। अनि नस्पाती, अनि त्यो म्यालमा क्रस गरेका नस्पाती स्याउहरू, त्यो बल्ल क्रस हुँदैछ, अनि त्यो सक्सेस हुन बेलौती भइ नै हाल्यो। अम्बाहरू यिनी छ। अनि कफी छ। कफी जताकतै देखिन्छ। कफी चाहिँ लगभग कति बोट जति छ होला हजुरसँग? कफी फलेको कफी मसँग धेरै छैन, त्यही 50 बोट जति होला फल्न थालेको वयस्क। अर्को अब 1 वर्षपछि फल्ने खालको कफी मसँग 100 बुटा छ। हजुर। अनि 2 वर्षपछि फल्ने कफीको बुटा त्यति नै 100 बुटाहरू छ। हजुर। अलि सानो 3 वर्ष जति लाग्ने कफीको बुटाहरू मसँग लगभग 150-200 छ। भनेपछि मसँग 4 वर्षपछि 500 बुटा कफी फल्छ। कफी चाहिँ कफीको प्रशोधन अथवा त्यसलाई चाहिँ बिक्री वितरण कसरी गर्नुभएको छ? केही सहजता छ कि के छ यसको विषयमा यहाँ? मैले त अझै बेचेको छैन, मेरो बल्ल फल्दैछ। मेरो एकजना साथीले, बलबहादुर बस्ने साथीले अहिले सन्धिहारका
पठाएँ हजुर होइन। उहाँले पठाएको कफी धेरै थिएन, 15 किलो जति ट्रायलमा पठाएको थियौँ हामीले। हजुर 100 रुपियाँ किलो गएको थियो काँचो। ए त्यसपछि मार्केट त छ, राम्रो छ, जति पनि बिक्री हुने रहेछ, खरिद गर्ने त्यो देखाएको थियो। छ हाम्रो कफीलाई यहीँ पनि प्रशोधन गरेर पिउने गर्नुभएको छ कि छैन? छ नि, हामी आफै बनाउँछौँ। के छ स्वाद? एकदम मलाई गजब ठिक छ। गजब रमाइलो लाग्छ। कफी आफै कफी त किन्नु पर्दैन, यो यहीँ प्रशोधन गरेर खाइन्छ। आफै भुट्ने पिस्ने खाने छ। अजय भाइ हाम्रो गाउँ कस्तो राम्रो भने अहिले त बन्जर भयो। हाम्रो त यो हजुरबाको पालामा त सबै पुग्ने खालको गाउँ हो नि त। हाम्रो गाउँ भने यहाँ त घिउ बटोली ल्याएर घिउ बेच्ने गाउँ हो नि भने त यहाँको मान्छे बिजनेस हो। थाहा छ, एउटा घरले 4 टिन 5 टिन घिउ बेच्थ्यो भनेपछि त्यो 4-5 टिन घिउको मूल्य अहिले 1.5 लाख पर्छ। 1.5 लाख पर्छ होइन। भनेपछि यो गाउँमा 100 जनाले घिउ बेच्दा त कति 1.5 करोड त घिउ बेच्थ्यो यो गाउँले, अहिलेको मूल्यमा बेच्थ्यो नि। तर आज समाज कहाँ छ? समाज कुनै एनजिओले बाख्राका पाठापाटी कहाँ बाँड्छ भनेर माग्न हिँडिरहेको नि। समाज र समाज भन्दा बित्तिकै मलाई ठ्याक्कै एउटा कुराको याद आयो। तपाईँको चाहिँ समाजसेवी होइन, जनप्रतिनिधि भन्नेमा एउटा छुट्टै किसिमको राय छ होइन। त्यो तपाईँको रायलाई प्रस्तुत गरिदिनु न। होइन, समाजसेवी भनेको कस्तो? तपाईँको रायप्रति म पनि सहमति छु होइन। मैले त्यो जानिरहेको छु र मलाई त्यो अझै धेरै जान्ने मन लाग्यो कि त्यसको विषयमा। मेरो दृष्टिकोणमा समाज भनेको कस्तो भने, हिजोको समाज कस्तो थियो भने 100 जना नेताको बिचमा एउटा समाजसेवी निस्किन्थ्यो। हजुर होइन, 100 जना नेताको बिचमा एउटा समाजसेवी निस्किन्थ्यो। 100 जना समाजसेवीको बिचमा एकजना नेता निस्किन्थ्यो होइन। अहिले 100 जना नेताको बिचमा एउटा समाजसेवी निस्किन्छ। ठ्याक्कै उल्टो छ। किनभने सामाजिक मान्छे अहिले छैन। सामाजिक मान्छे किन छैन नि? हरेक पार्टीको मान्छे छ। कि एमालेको मान्छे छ, कि काङ्ग्रेसको मान्छे छ, कि मसालको मान्छे छ, कि माओवादीको मान्छे छ, कि अब अझै नयाँ पनि नयाँ पार्टीको रासोपाकै मान्छे छ। अहिले त त्यो अब हाम्रो एरियामा चाहिँ यिनीहरूकै वर्चस्व छ र हाम्रो यिनको नाममा र छन त सबै छ हैन। हरेक छ होइन। म पार्टीभन्दा माथि उठेर सोच्ने व्यक्ति खोज्छु भन्यो भने यो गाउँमा कोही पनि छैन। यो गाउँमा कोही पनि छैन। किनभने हरेकले पार्टीभन्दा माथि विचार दिन नसक्ने मान्छे समाजसेवी होइन नि त। ऊ त पार्टीको कार्यकर्ता हो। एकदमै हो। हिजोको त समाज भन्दा माथि त के पनि हुने थिएन। त्यही त। तर हाम्रो समाजले चाहिँ समाजसेवी र राजनीतिज्ञ भनेर छुट्याउन चाहिँ सकिरहेको छैन। कस्तो हुन्थ्यो भने समाज र राजनीति कहिले पनि समानता रूपमा हिँड्न सक्दैन। समाज अगाडि जानु पर्ने थियो, राजनीति पछाडि जानु पर्ने थियो। अहिले कस्तो छ नि, समाज पछाडि छ, राजनीति अगाडि छ। यो समस्या यो। अनि जनप्रतिनिधि भन्यो नि, जनप्रतिनिधि त जनप्रतिनिधि त बिचो गरे नि। उनीहरूलाई त आफ्नो हैसियत पनि थाहा भएन। जनप्रतिनिधि भनेको त पार्टीभन्दा माथि उठेर काम गर्ने ठाउँ हो। त्यही त नामै जनप्रतिनिधि छ, जनताको प्रतिनिधि हो त्यो खासमा। नेपाल सरकारले जनप्रतिनिधिले त वास्तवमा त उनीहरूले त जनताको निम्ति सेवा गर्न आएका निःशुल्क गर्नुपर्ने थियो। तर पनि नेपाल सरकारले उनलाई पारिश्रमिक दिन्छ। जनप्रतिनिधि मात्रै होइनन् नि, तिनी त जनकर्मचारी पनि हुन्। त्यही त, तिनीलाई जनप्रतिनिधि नभनेर जनकर्मचारी भन्न पर्यो। जनकर्मचारी हुन् तिनी। जनकर्मचारीले कुनै पनि पार्टीको कमिटीमा बसेर काम गर्ने होइन नि। उनलाई त पार्टीले भलै हिँड्छ, पार्टीका मान्छे हुन्। हजुर होइन, भूतकालमा तर जितेर भविष्यमा नि जनप्रतिनिधि बनिसकेपछि, जनताको प्रतिनिधित्व गर्न अगाडि गइसकेपछि तिनीहरू पार्टीबाट अब त्यो अवधिको लागि चाहिँ पार्टीबाट तिनीहरू काम गर्ने हो भनेको माथि उठेर काम गर्नुपर्ने हो, अथवा त्यो तिनीहरू देखिन नमिल्ने हो पार्टीमा। त्यही हो तपाईँले भन्नु। त अब कसो अब प्रशिक्षण दिन पाउँछन् उनीहरू साङ्गठनिक रूपमा। तर मेरो भनाइ कस्तो भने, मेरो जनप्रतिनिधि कुनै पनि पार्टीको सङ्गठनमा बसेर काम नगरेको होस् कि पार्टीको सक्रिय भूमिकामा नरहोस्। मैले भेटिरहँदा मैले मेरो जनप्रतिनिधि भेट्न पाउँ न। मलाई पार्टी प्रतिनिधि किन भेट्न पर्यो? त्यही त, जनप्रतिनिधि भनेको त फेरि अब एउटा पार्टीसँग सम्बन्धित त भएन नि त। जनप्रतिनिधि भनेपछि त जस्तो 7 नम्बर वार्डको जनप्रतिनिधि त 7 नम्बर सबै जनताको भयो नि त। समग्रमा सबै जनताको। यहाँ पार्टी त यहाँ त फेरि धेरै पार्टी छन् है। उनीहरूले गर्नुपर्ने के थियो नि, भविष्य भूतकालमा यिनी ए पार्टी के हुन्, ए पार्टी के हुन्, भविष्यमा यिनी ए पार्टीकै रहने हुन्।
तर वर्तमानमा त उनी न भूतका न भविष्यका नि यिनी त वर्तमानमा त जनप्रतिनिधि हो नि मेरो धारणा दियो क्या यिनीहरूले बडा जनतालाई बेकुब बनाएको मलाई यहाँनिर लाग्छ कस्तो भने त्यो मेरो जनप्रतिनिधिको गोजामा जनताको समस्या छ कि पार्टीको लेबी छ पार्टीको सदस्यता पत्र छ त्यहाँ त हाम्रो त जनताको अब हाम्रो भनौँ न हाम्रो अब दुःख पसिना भनौँ न हाम्रो जग्गा जमिन सबैको ट्याक्सबाट उनीहरूले तल पाइरहेछन् अनि होइन मेरो जनप्रतिनिधिको गोजामा मैले खोजेको के मेरो जनप्रतिनिधिको गोजामा जनताका समस्या छन् कि जनताका गुनासा छन् कि उत्पादनका कुराहरू छन् कि उसको गोजामा पार्टीको चिन्तन छ पार्टीको सदस्यता छ के गर्छ यो विषयमा मलाई एउटा अझै थप प्रश्न यो जान्न जिज्ञासा कस्तो उत्पन्न भयो भन्दाखेरि जनप्रतिनिधि भएर त्यो पार्टीको त्यो कार्यक्रमहरूलाई रोक्नको लागि कि जनप्रतिनिधि जनमुखी कार्यक्रममा अगाडि बढ्नको लागि हामीले के चाहिँ कुराको कमीले होला अभावले होला अथवा पार्टीको दबावले होला अथवा के कारणले चाहिँ उनीहरूलाई जनमुखी बन्न दिएन होला जनमुखी बन्नबाट रोकियो होला जस्तो लाग्छ त्यो कस्तो हुन्छ भने समाजमा सामाजिक मान्छे चाहिन्छ हजुर नागरिक समाज चाहिन्छ हजुर जो पार्टीभन्दा माथि उठेका राजनीति दलमा नलागेका दलभन्दा बाहिर रहन सक्ने मान्छे जसले स्वतन्त्र विचार राख्न सक्छ त्यस्तो मान्छेको जनमत भएको ठाउँमा जनप्रतिनिधि ट्र्याकमा आउँछ जहाँ ती सामाजिक मान्छेहरू छैन र जनप्रतिनिधिले जे पनि गरे नि हुन्छ भन्छ ऊ यतिसम्म तल बस्छ कि उपभोक्ता समितिमा गएर सदस्यमा बसिदिन्छ जनप्रतिनिधि यस्तो हुन्छ कि आफ्नो पार्टीको कमिटीमा गएर कमिटी सदस्यमा बसिदिन्छ जनप्रतिनिधि त स्थानीय सरकार त यो समग्र स्थानीय तहको त हेड हो त उसलाई के को पद चाहियो आफ्नो भूमिका थाहा हुँदै पनि मैले यो गरे पनि मलाई कसैले केही भन्नेवाला छैन होइन दोगला चरित्रका मान्छे हुन् यिनीसँग कुनै पनि न भिजन छ न केही जे पनि खाइदिने यिनीसँग चरित्रै दोगला छ नि त अब वडाका के अरे कार्यालयभित्र छिर्दाखेरि जनप्रतिनिधि भनिहाल्नु पर्छ त्यहाँभन्दा बाहिर निस्केपछि जनप्रतिनिधिहरूलाई सम्मान गर्नै पर्दैन राजनीतिज्ञ सम्मान गर्ने योग्य होइन नि न त मान्छेले त त्यो जब 5 वर्षको कार्यकालमा पार्टीभन्दा माथि उठेर सोच्न सक्दैन भने त्यसले के विकास गर्छ हो यो कुरामा चाहिँ सहमति विकास गर्छ भोलिआन तिमीहरू पनि जनप्रतिनिधि भएर कुनै पदमा बस्यो भने त्यो राजनीतिभन्दा माथि निस्किनुपर्छ निस्किनै पर्यो नि त्यसैको लागि त जनप्रतिनिधि भएर आउने हो नि आजको यो विषम परिस्थिति किन भन्दा यी दोक्ला चरित्रका नेतृत्वले गर्दा यस्तो भएको फेरि त्यही त हो नि मान्छेको आश पनि त हुन्छ नि जस्तो ल एउटा पार्टीको मान्छेले भनौँ न पार्टीको मान्छेले मात्र पनि त उसलाई प्रतिनिधि चुनेको छैन नि त त्यो त आश त धेरै मान्छेको आस्था छ नि त भनेको सबैलाई समान रूपले हेर्न पर्ने होइन त्यो एउटा भनौँ न पार्टीको मान्छे भन्दा बाहिर पनि जस्तो यसले चाहिँ गर्न सक्छ है भनेर आश गरेरै पठाएको हुन्छ होइन त्यसको चाहिँ अब फल चाहिँ राम्रै पाइरहेछन् जनताले जे होस् त्यो आशाको चाहिँ होइन मान्छे जनता पनि झुक्क्यो क्या अब जस्तै अहिले चुनाव आयो होइन हजुर चुनाव आयो गाउँघरमा सोझा बुढाबुढीलाई चुनावको भोट माग्न को आउँछ भन्दा त्यहाँ जो परिचित छ जो हिँडिरहन्छ डुलिरहन्छ जो पार्टीको अघि पछि बसेर आफूलाई फाइदा ल्याउँछ त्यो मान्छे भोट माग्दिन आइरहेछ अन्त हाम्रो समाजमा पनि भोट माग्न त जसले पार्टीबाट सेवा सुविधा ल्याएछ पार्टीको वरिपरि घुमेर उसलाई खान पुगेछ देश छोड्न परे होइन त्यही त उफ्रिरहेछ गाउँमा यो गाउँ कस्तो भन्ने माया त बल्ल देश छोड्नुपर्छ नि त अब अलिकति टाढा अब स्थानीय स्तरबाट अलिकति टाढा गएर अब राष्ट्रिय राजनीतिलाई कसरी हेर्नुभएको छ अहिले के होला राष्ट्रिय राजनीतिको चिन्तन हामी यो तल्लो भई मान्छेहरूले गर्दा त्यति सुहाउँदैन तर हाम्रो पनि त दृष्टिकोण छ नि तपाईँको दृष्टिकोण छ मेरो दृष्टिकोण छ होइन हाम्रो दृष्टिकोण अहिले कस्तो भने यो जसरी राष्ट्रिय स्तरको राजनीतिलाई प्रभाव पार्ने भनेको तल्लो तहको भोटले हो नि होइन आम जनताको कार्यक्रम अहिले हामीले वास्तवमा भने ठेगानै लाउने भन्ने भने यहीँबाटै हो कि हामीले ठेगान लाउने कसरी रोकिदिने भन्दा अहिले केन्द्र स्तरको नेतालाई हेरेर हामी चिन्दैनौँ क्या जसरी बाहिर पब्लिकमा सेलिब्रिटी भएको छ नि त्यसलाई त हामीले चिन्दैनौँ चिन्ने आधार कस्तो भने हाम्रो स्थानीय तहमा भएका ती पार्टीका नेता हुन्छन् नि तिनको अनुहार हेरेर उसलाई भोट हाल्ने हो अथवा अब राम्रो भए पनि यहाँको प्रभावले उसलाई जाने हो नराम्रो भए पनि यहाँको प्रभावले उसलाई नजाने हो यदि हामीले जिताएर गएका जनप्रतिनिधिहरू जनताको पक्षमा काम गर्दैका छैनन् नि अहिले रोक्दै हुन्छ ठोक्दै हुन्छ मत परिवर्तन गर भनेको त्यसैलाई हो मत परिवर्तन गर भन्नुको मतलब सबै पुरानालाई छोडेर नयाँ जाऊ भनेको होइन नि तिम्रो स्थानीय तहमा
खराब काम गरिरहेका जनप्रतिनिधि छन् भने तिम्रो त्यो जनप्रतिनिधिको नाइके उड्दैछ त्यसलाई यहीँबाट रोकिदियो हो भनेको यहीँबाट रोकिदिए भइहाल्यो नि प्रत्येकले आफ्नो पार्टीलाई परिवर्तन मत गरिदिए भइहाल्यो फेरि यो अहिले हुने गइरहेको निर्वाचन यो संसदीय दलको निर्वाचनलाई त संसदीय दलमा उठ्ने नेतृत्वले नि गाह्रो मान्नु पर्दैन उहाँहरूले आफ्नो तल तहमा खटाएका कार्यकर्ताहरूको प्रतिफल पाउने उहाँहरूले पनि प्रतिफल पाउने र परीक्षण अवधि पनि हो उहाँहरू हारे पार उहाँहरूले सिधा आफ्नो तल्लो तहका कार्यकर्ताहरूले गरेको व्यवहारलाई मूल्याङ्कन गरे हुन्छ उहाँहरूको मूल्याङ्कन गरेर उहाँहरू हार्ने होइन नि उहाँहरूलाई त कसले चिने हार अब हाम्रोसँग कनेक्सन भएका जरा भनौँ न जरामा चाहिँ के छ भन्ने कुराहरू के मान्छे रिसाएको मान्छेले राजनीतिमा विस्तृष्ण आएको त नेतृत्वलाई देखेर होइन नि त कम तल्लो तहमा यिनीहरूले अरू राजनीति छ नि त यसलाई देखेर यस्तो तल्लो तहबाट चाहिँ माथिल्लो तहबाट यस्तो किसिमको आयो भन्ने तल्लो तहबाट चाहिँ माथि देखाउने होइन माथिबाट चाहिँ तल देखाउने परिपाटी पनि रह्यो भनेको समस्या ममा छ भने अर्कोलाई देखाउने अर्कोमा छ भने ममा देखाउने यो परिपाटी पनि रहँदै आयो होइन राजनीतिक दलमा त अब यो त झन् अब कुरै छोडौँ हाम्रो त स्थानीय तहको वडा अध्यक्ष उठ्नलाई केन्द्रको संसदीय दलको नेतालाई अनुहार देखाएर भोट दिने चलन छ नि त सबभन्दा खराब त यो हो नि त स्थानीय तहको नेतालाई त स्थानीय नजरले हेर्नु पर्ने थियो होइन बरु यो संसदीय निर्वाचनमा स्थानीय तहको नेताको अनुहार हेरेर भोट हाल्दै हुन्छ यो कन्फ्युज हुनै पर्दैन भनेको यहाँ राम्रो छ भने त्यसले चुन्ने प्रतिनिधि अथवा त्यसले मान्ने नेता पनि राम्रै छ भन्ने कुराहरू बुझ्नु पर्छ एकदम राम्रो हुन्छ हाम्रो अगाडि पछाडि भोट माग्न आउने मान्छेहरू हेर्दै भइहाल्यो नि यो आफै गरेर खाने मान्छे हो कि पार्टीका पछाडि लाएर खाने मान्छे हो कि होइन यसले आफ्नो फाइदाको निम्ति भोट माग्न आइरहेछ कि त्यही त उसको बोलेको विषयमा विज्ञता के कस्तो छ होइन उसले त्यसलाई हेरेर हाल्दै हुन्छ त्यो आफूले बोलेका कुराहरूको फलोअप कतिको गरिरहेछ विगतमा अब नेता त फेरि आजैको आज जन्मने त होइन नेता जन्मिन त अब लामो समय लाग्छ बिस्तारै लाग्छ नि त कति अथक प्रयासपछि नेतृत्व जन्मिन्छ तर अहिलेको राजनीति त गजब रमाइलो हुनेवाला छ तर मैले त यति भन्छु कम्तीमा पनि घरमा भएका बुवा आमाले एकपटक आफ्ना छोरछोरीलाई सोधेर भोट हाल्दै हुन्छ छोराछोरीलाई सोधेर हाल्दै हुन्छ पहिला चाहिँ बाबुआमाले सोधेर छोराछोरीले भोट हाल्नु पर्थ्यो अहिले छोराछोरीले सोधेर बाबुआमाले भोट हाल्दै हुन्छ किनभने भनेको अवस्था टोटली चेन्ज छ फरक छ नि मैले भने नि सुरुमा के भने 10 क्लासमा छुट्टिएको मेरो साथी अहिलेसम्म गाउँ फर्किन सकेको छैन के कारणले सकिरहेको छैन भन्ने कुरा थाहै छैन उसँग पैसा नभएर त होइन सामाजिक संरचना यति तलसम्म ध्वस्त बनाएर भत्काइयो छ यहाँ कुनै पनि मैले भने करोड लिएर पनि मान्छे फर्किन गाह्रो छ गाउँमा गाह्रो छ सामाजिक राजनीतिक आर्थिक त्यस्तो तहस नहस छ सामाजिक मान्छे छैन भन्नाले सबैलाई फेरि गाह्रो पर्ला सामाजिक मान्छे छैन भन्नाले मैले भनेको मतलब के हो जति चाहिने समाजलाई चाहिने जति सामाजिक मान्छे छैन भनौँ न पार्टीभन्दा माथि उठेर सोच्न सक्ने मान्छे छैन क्या हजुर म एउटा पार्टीको हो अर्को पार्टीको वास्तविक स्वतन्त्र रूपमा दुःख बिसाउने छैन त्यसले गर्दा दुःख छ एउटा कृषकको रूपमा यो अब हुन गइरहेको संसदीय दलको चुनाव छ होइन यो कृषकको रूपमा के कुरा चाहिँ गर्दै हुन्थ्यो जस्तो लाग्छ हाम्रो यो अर्याखाँचीबाट जित्ने संसदले चाहिँ यो कुरा चाहिँ गरिदियोस् भन्ने कुरा के छ हजुरको मलाई त समग्र देशभरिकै नि नेतृत्वलाई के भन्न मन छ भने कम्तीमा यो चुनावको बेलामा सुटबुट लाएर टाई लाएर त्यो खेतबारीमा गएर कोदालो छोप्ने बेइज्जती नगर्दिने होला खनखोरस गरिदिने घाँस काट्दिने आँखु काट्दिने यो अपमान नगर्दै हुन्थ्यो क्या यो किसानको अपमान सम्मान होइन अपमान यो अपमान किनभने त्यो तरिकाले उत्पादन हुँदा पनि हुन्न यिनीहरूसँग त यस्तो अब यतिसम्मको कमजोर मनस्थिति छ कि मुलाबाट सिन्की ब्रान्डिङ गर्न सक्दैनन् यिनीहरूलाई त त्यो सिन्की सुकिसाक ब्रान्डिङ गरेर आर्थिक उपार्जन गर्न नसक्ने नेतृत्वले के त्यो नौटङ्की गर्नु पर्यो यिनले न जिन्दगीमा उत्पादन गर्ने हुन् न यिनले जिन्दगीमा आफ्ना छोराछोरीलाई उत्पादनमा फर्काउने हुन् यो चुनावको बेलामा यो किसानमाथिको ठुलो अपमान हो यो नगर्दिनु होला अपमान यो मलाई त देख्दै मलाई त यो इरिटेट लाग्छ यस्ता नेता देख्दा त मलाई त्यसै जलन हुन्छ अब यो फागुन 21 पछिको नेपाल कस्तो देख्नुहुन्छ
राष्ट्रिय अन्तर्राष्ट्रिय स्थिति राजनीतिलाई त अब यहाँ बसेर कसरी मूल्याङ्कन गर्ने र तर देश विषम एउटा आम मान्छेको नजरमा के छ? मलाई त लाग्छ देश विषम परिस्थितिमा गुज्रेको छ। यो देश त्यत्तिकै उठ्दैन माथि। अब यो यति तस नस बनाइएको छ कि देशलाई जर्जर बनाइएको छ। उत्पादन देखिहाल्यो। यो हाम्रो गाउँ मात्रै होइन, नेपालभरिको गाउँमा उत्पादन छैन। जब मान्छेमा उत्पादन छैन ऊ आत्मनिर्भर हुन्न। जब आत्मनिर्भर हुन्न मान्छे स्वाभिमानी हुन्न। जब स्वाभिमानी हुन्न देशै रहन्न। त्यस कारणले गर्दाखेरि अहिले चुनावको सबैका राजनीति एजेन्डामा उनीहरूको घोषणापत्रमा उत्पादनका कुरा गरे पनि आर्थिक समृद्धिका कुरा गरे पनि यिनीहरू गर्दैनन्। यिनीहरू विदेशी एनजिओ आइएनजिओ ल्याएर खान पल्केकाहरू यिनले के पनि गर्दैनन्। यिनले झन् तस नसै बनाउँछ। म त्यस कारणले म अहिलेका यिनी दललाई हेरेर देशमा समृद्धि होला, उत्पादन बढ्ला, देशले कोल्टो फेर्ला त म त लाग्दैन भन्ने आश छ। यिनीहरूबाट त देश कहाँ बच्नु? कसले हिजो बिहान होइन जिल्लामा एउटा आफ्नो सङ्गठनको पार्टी कार्यालय बचाउन नसक्नेको मुलाले देश बनाउँछ, जिल्ला बनाउँछ। यिनी हाम्रा पार्टी सदस्य यति छन्, कार्यकर्ता यति छन् भनेर के को डिया क्या? जब नेताको घरमा आगो लाग्दा 2 बाल्टी पानी लिएर खनाउने मान्छे हुन्न। पार्टी कार्यालय जल्दाखेरि पानी लिएर जाने मान्छे हुन्न। त्यहाँबाट यिनीहरूले बनाउँछ। त्यो आश छैन हाम्रो त। यो तन्त्रतान्त्रिक शक्तिमा ओड्डेको देश हो। पशुपतिनाथले रक्षा गरून्, त्यहाँभन्दा अरू विकल्प छैन। भगवान् पशुपतिनाथले रक्षा गरून्। केही दलको बारे टिप्पणी गर्नुहुन्छ? मैले केही दलहरूको नाम भन्छु कि छोडिदिउँ यसलाई छोडिदिउँ? फक्कै साथीहरू रिसाउँछ, प्याच्च भनिन्छ, साथीहरू रिसाउँछ। होइन, सबै दललाई सकेसम्म समेटेर जाउँ त। हुन त हजुरको इच्छा के छ? कोसिस गरौँ गेम खेला। मैले अब कृषक भएको नाताले सबैभन्दा पहिला विप्लवजीलाई सम्झिँदा कसरी सम्झिनुहुन्छ र उहाँको कर्मलाई के भन्नुहुन्छ? कम्युनिस्ट पार्टी यदि हो भने विप्लवै हो यो। किनभने उनी उत्पादनसँग जोडिने र उत्पादनबाट देशको आर्थिक समृद्धि गर्न सकिन्छ भन्ने धारणा बोकेका र नेतृत्व नै उत्पादनमा खटेर उत्पादन गर्ने कम्युनिस्ट कोही छ भने त्यो विप्लव पार्टी हो। उनलाई म सफलताको शुभकामना हुन्छु। गजब लाग्छ। त्यसै गरी एमालेलाई कसरी सम्झिनुहुन्छ? उहाँहरू त अब रूपान्तरण हुन नसकेका पार्टी, अब ठुलो पार्टी शक्तिशाली त देशको जनमतले गर्दा छ, तर उत्पादनका दृष्टिकोणले उहाँहरूका कार्यकर्ताहरू उत्पादनमा लागेको देखिँदैन। अब कङ्ग्रेसलाई कसरी सम्झिनुहुन्छ? हिजोको कङ्ग्रेस र आजको कङ्ग्रेसमा परिवर्तन छ। कङ्ग्रेसले एक किसिमको पुस्तान्तरण गरे। यो पुस्तान्तरण गरिसकेपछि उनको सोच रूप पुस्तान्तरण भयो कि भएन यो हेर्न बाँकी छ। कोही त कस्तो भने मान्छेको रूप परिवर्तन भयो नि रियाल एउटै हुन्छ, जिब्रो परिवर्तन है रियाल एउटै हुन्छ। तर नेपाली कङ्ग्रेसले आफूलाई परिवर्तन गर्न सक्छ कि सक्दैन? बिपीको सिद्धान्त अनुसार परीक्षाकालमै छ। बिपीको सिद्धान्त अनुसार गाउँ फर्का, होइन? गाउँ फर्का, गाउँले सहर कब्जा गर भन्ने नीति थियो नि बिपीको। त्यो मार्गमा फर्किन्छन् कि फर्किन्छन् भन्ने थियो। अहिले त काङ्ग्रेसकाहरूले त बिपीको सिद्धान्तलाई भजाइदिए नि। बिपीले भन्नु गाउँले सहर कब्जा गर, तर अहिले सहरले गाउँ कब्जा गर्छ। किनभने सहरको सटर बन्द भयो भने गाउँको चुलो बल्दैन। हिजो गाउँमा दुनो गाई दोइएन भने सहरको केटाकेटीले दुध खान पाउँदैन थियो, होइन? त्यस कारणले काङ्ग्रेसलाई सशङ्कित भएर हेर्नुपर्छ। अहिले परीक्षणकालमै छ। परीक्षण त के परीक्षण गर्नु, सरकारमा आउने जाने गरेका तर रूपान्तरणको एउटा फन्डा छैन त। रूपान्तरणको चाहिँ परीक्षाकालमा छ भन्नु। परीक्षणकालमा छ। त्यसै गरी माओवादीलाई कसरी सम्झिन्छ अथवा नेपाल कम्युनिस्ट पार्टीलाई कसरी सम्झिन्छ? माओवादी त पुष्पकमल दाहाल प्रचण्ड त सिद्धिनु भयो। हजुर। त्यो द्वन्द्वकालको मेरो राजनीति बुझाइमा उहाँहरूको शान्ति प्रक्रियामा आइसकेपछि र मैले राजनीति शास्त्र अध्ययन गरिसकेपछि उहाँहरूलाई म नजिकबाट चिन्छु, हेर्छु, अध्ययन गरेको मान्छे हो। तर माओवादी भन्ने त अहिलेको जसरी नयाँ शक्ति छ नि, माओवादी पतन हुन कति वर्ष लाग्यो? 63 लगभग 10 वर्ष 20 वर्ष लाग्यो। 20 वर्ष। यो नयाँ शक्ति त्यति पनि टिक्दैन भनेको। अब अहिले जो बढी यो पपुलारिटी हुन्छ नि त्यो त्यति टिका हुँदैन। जो बढी बिकाउ हुन्छ त्यो टिका हुँदैन नि। किनभने माओवादी पनि 64 मा अहिलेको रासपा र 64 को माओवादी मलाई उस्तै लाग्छ।
रासोपालाई कसरी हेर्नुहुन्छ रासोपा त जोडिहाल्नु भयो होइन त्यो रासोपा अहिले त अब एकदम जनलर उर्लिएको चाहिँ रासोपा देखिन्छ होइन के छ हजुरको यसमा धारणा यस्तो हो रासोपा आउनुको कारण के हो रासोपालाई जन्माउने त रासोपालाई जन्माएको मेरो दृष्टिकोणमा चाहिँ निराशा हो जस्तो निराशालाई पैदा कसले गर्यो निराशालाई पहिला चाहिँ पुरानो दलले गरे पुरानो दल भनेको यो ६२-६३ पछि अब नेपाल एमाले काङ्ग्रेस माओवादीले गरे सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकका नेताहरूले गरेका होइन हिजो यो राजावादीले गरेको राज संस्थाले गरेको उत्पादन गरेको त यो संस्था होइन होइन त्यस कारणले यो यिनीहरूको अरू राजनीतिबाट उत्पादन भएको शक्ति अरै हुन्छ भनेको यो आफ्नो भिजन दृष्टिकोण लिएर अगाडि आएको त होइन त्यो त हामी सबैले जानेको कुरा हो यसको आफ्नो भिजन दृष्टिकोण भन्दा पनि यो कस्तो अवस्थाबाट उत्पन्न भयो भन्ने कुरा हुन्छ यिनी जस्तै मेरो धारणा के हो भने राजनीतिलाई हेर्ने हो भने नेकपा एमाले र नेकपा एमाले र कम्युनिस्ट माओवादीहरू र नेपाली काङ्ग्रेसहरूले नेपाली जनतालाई त राज संस्थाको कत्लेआम गरेर आफू हाइलाइट भएका त हुन् हो राज संस्थालाई कत्लेआम गरेर र म राज संस्थावादी होइन तर उनीहरूले देखाउने भनेको त यो देशको अभिभारा राज संस्था हो होइन यो राज संस्था फालेपछि देश सोडिम युग हुन्छ भनेर बेकुब अगाडि आएका हुन् नि ६२-६३ पछिको जनआन्दोलनपछि नेकपा एमाले र नेपाली काङ्ग्रेसको अकम्पनियता कारणले माओवादी अगाडि बढ्यो होइन माओवादी अगाडि बढिसकेपछि उसको पनि गतिविधि त सेलाएर गयो होइन यिनी तीनटा राजनीति दलको फ्रस्ट्रेसनको कारणले जन्मेको पार्टी हो यसले के देला भन्दाखेरि यिनले जसरी कत्लेआम गरेर आफू अगाडि बढेथे भोलि नै यिनी पनि त्यसै गरी कत्लेआम गरेर नेपाली काङ्ग्रेस माओवादी काङ्ग्रेसको कत्लेआम गर्दै उनीहरूलाई जे सिके त्यही सिक्दै आयो भने त भोलि पनि यो नबिग्रिला भन्न त ठाउँै छैन राप्रपालाई के भन्न चाहनुहुन्छ कसरी हेर्नुहुन्छ राप्रपामा त हाम्रो जिल्लामा राप्रपाको त्यस्तो सङ्ख्या छैन त्यस्तो नेतृत्व पनि कम छ पार्टी कार्यालय त छैन तर हाम्रो गाउँमा सक्रिय छैन तर नभए पनि उसको एजेन्डा पुरानो राज संस्था सम्बन्धी छ यो देशको निम्ति राज संस्था अपरिहार्य छ भन्छ तर अहिलेको परिस्थितिमा एमाले काङ्ग्रेस यिनी भएका कम्युनिस्टहरूको चरित्र हेर्दा हो कि जस्तो नि लाग्छ नेपाली जनतालाई साँच्चै यो देशको अभिभावक राज संस्था हो कि भन्ने हामी जस्ता मा पनि धेरै अहिले त विचार परिवर्तन भएको छ त्यसै गरी जनमोर्चालाई कसरी हेर्नुहुन्छ चित्रबहादुर केसीला जनमोर्चा त सिद्धान्त र विचारमा राम्रै बोक्ने तर आफ्नो शक्ति रूपान्तरण हुन नसकेको पार्टी यो चुनावपछि भन्न सकिन्न बाबुराम भट्टराईलाई कसरी हेर्नुहुन्छ बाबुराम भट्टराईले त भुल्दै भयो बिर्से भयो उहाँ जस्तो बेमान त मैले नेतै देख्दिनँ केही पत्रकारहरूको बारेमा पनि केही भन्नुहुन्छ कि केही धारणा पत्रकार त यस्तो मैले काम गर्दा बडा रेडियो सुन्छु नि त म रेडियो सुन्छु अन्तर्वार्ताहरू सुन्छु मलाई गजब लाग्छ केही पत्रकार मैले त्यो होइन पत्रकार त मेरो अध्ययन पनि पत्रकारिता हो हजुर मैले टेलिभिजनमा एफएममा पनि काम गरेको छु आफै कार्यक्रम नचलाए पनि पर्दा पछाडि भएर टेक्निसियनको रूपमा लामो समय काम गरेँ यो देश बिग्रेको त पत्रकारले हो नि पत्रकारको पनि ठुलो भूमिका छ पत्रकार राजनीतिक दल जत्तिकै भूमिका यो देशलाई नेताका पछाडि हिँडेर पत्रकारले त बिगार्थे देश हो जनतालाई सत्य सूचना नदिएर फन्डको पछाडि दुगुर्ने त पत्रकार त हुन् आज यसमा मैले केही पत्रकारको नाम लिन्छु तपाईँले व्याख्या गर्नुहुन्छ कि नलिउँ भयो तिनी पत्रकारहरूलाई चलाइफासो छ भनेको अहिलेको चर्चित अनुहार भनौँ न जेस अब पार्टीगत नभएर उनीहरू चाहिँ स्वतन्त्र रूपमा अब आफ्नो कर्ममा लागि नै रहेका अब आरोप चाहिँ भइरहेका मान्छे धेरै पत्रकारलाई त मैले कहाँ चिन्छु र थोरै पत्रकारलाई चिन्छु जिल्लाका कुरा टीकाराम यात्री मलाई त बेस्ट मनपर्ने मान्छे हो नि त उहाँको पत्रकारितालाई हेरेर उहाँको रिपोर्टिङलाई हेरेर मेरो त विचार त धेरै परिवर्तन भएको छ राजेन्द्र बानिया उहाँहरू एउटै किसिमका मान्छे उहाँहरूको अन्तर्वार्ता सुनिन्छ र पो त आज देशको माया लाग्छ भने फेरि यस्तो छ पत्रकारमा पनि अब अहिले केही चर्चित पत्रकारहरू
यता राजनीतिकतर्फ हाम फाल्नुभएको छ, उहाँहरूको नाम चाहिँ नलिउँ होइन, पत्रकार राजनीतिमा जानुहुन्न भन्ने त होइन नि। होइन, तर त्यसरी हाम फालेर बोलेन अजय भाइ, तिमी पनि राम्रो रिपोर्टर बन्यौ, पत्रकार बन्यौ, त्यसपछि देश परिस्थितिलाई बुझेर राजनीतिमा फर्क्यौ भनेपछि त्यो पेसा रूपान्तरण हो। त्यो पेसा रूपान्तरण गर्दा त मजाले पाइन्छ। म हिजो टेलिभिजनमा टेक्निसियन गर्थेँ, आज कोदालो चलाउँछु, तरकारी खेती गर्छु, भोलि यो छोडेर फेरि अरू काम गर्न पनि सक्छु। त्यसपछि जे पेसा गरे नि इमान्दारपूर्वक गर्ने के। तिमी राजनीति गर न, इमान्दारपूर्वक गर न, नठग न। के मेरो बाबा आफ्नो जागिरका लागि, आफ्नो पदका लागि, आफ्नो श्रीमतीका लागि, छोरछोरीका लागि के नाथे जागिर गर्नु, त्यो राजनीति गर्नु हो। त्यो गर्नलाई त कृषि पेसा गर्ने। अब म कलाकारमा आएँ। कलाकार त म कलाकारतिर त त्यो धेरै कमजोर छु। मैले भन्न खोजेको कलाकारमा यतातिर चाहिँ एकदम प्रसिद्ध भनौँ न, प्रसिद्ध अनुहार राजनीतिकमा भनौँ न चुनावमा होमिनुलाई कसरी लिनुहुन्छ हजुरले? यस्तो कलाकारिताबाट राजनीतिमा प्रवेश गर्नु पनि नराम्रो होइन, यो नराम्रो होइन भन्ने कुरामा म पनि सहमति छु। यो राजनीति गर्नु र पपुलर मान्छेहरू राजनीतिमा फर्किनु त धेरै फरक हो त। एउटा विद्यालयको प्रधानाध्यापक ऊ राजनीति विज्ञ बन्न सक्छ, तर म विद्यालयको प्रधानाध्यापक बन्न सक्दिनँ नि। राजनीति नेता फेरि प्रधानाध्यापकमा फर्किन सक्दिनँ नि, होइन। यो आफ्नो आफ्नो तहका विशेष भूमिका हुन्छ क्या। अहिले म जसरी कृषि पेसा गरिरहेको छु, मेरो त बेस्ट पेसा यो हो नि। अब मैले यो कृषि पेसासँगै राजनीति गरेर आफ्नो दुनो सोझाउन थाल्यो भने त सबभन्दा समाजको ठग त म हो नि, हो कि नै। म राजनीति दलमा लागेर मैले मेरो फर्मलाई ल्याउने, अनुदान ल्याउने, अनुचित कार्य गर्दा पनि सबैलाई चुप लगाउने, होइन, अनुचित काम गर्नको लागि राजनीति दलमा जाने सबभन्दा ठग त म हो नि। हो, तपाईँको नजरमा हो, तर 90% राजनीतिज्ञ अथवा भनौँ न कृषक भनौँ मिसिएका हुन्छन्, उनीहरूको नजरमा चाहिँ होइन। देशै बिग्रेको यही भएर हो, देशै बिग्रेको यही भएर। अनि के छ यो गाउँमा होइन, यस्तो हो कि सबै कुरा गरिरहँदा गाउँमा फर्किने कसरी? त्यही त, गाउँमा फर्किने कसरी? अब यो कुरामा त म आफै अन्यल छु। यसो पारितिर हेऱ्यो, गाउँ पुरै जङ्गल बनिसकेको छ, गर्ने के? केही त योजना होला। योजना त्यस्तो विशेष योजना केही पनि छैन, तर यही माटोमा अथवा यही देशमै केही न केही गरौँ, बरु श्रमिकैको रूपमा काम गरे पनि यही देशमै गरौँ भन्ने धारणा बोकेर श्रमिक त गर्नुपर्छ, तर विशेष योजना केही पनि छैन। र अब तपाईँहरू गरिरहेको मान्छेहरूबाट अब लिन सक्ने आइडियाहरू, फाइदाहरू भनौँ न। मबाट फाइदा लिन भन्दा पनि फाइदा भनेको सबै कुराहरू जस्तो भनौँ न सम्पत्तिको रूपमा, धनकै रूपमा नभएर अब धेरै कुरा हुन्छ नि त, ज्ञानदेखि लिएर सबै कुराहरू। म यो क्षेत्रमा आएको 8 वर्ष भयो होइन। हजुर, 8 वर्षसम्म त मैले कति गल्ती गरेको छु, कति गल्ती गरेको छु। त्यो गल्तीबाट सिक्ने त्यही पनि त फाइदा हो नि। मसँग साथीहरू तपाईँले टेस्ट गरेको कुरामा, तपाईँ असफल भएको कुरामा यसरी जान सकिन्छ भन्ने कुरा, त्यो पनि त फाइदा हो। मसँग साथीहरूले सल्लाह के लिए हुन्थ्यो भने 8 वर्षसम्म के गल्ती गरिस् भने भएर, किनभने मैले गरेको गल्ती अब आउने साथीले गर्न नपरोस्, तपाईँले उहाँलाई चाँडै सफल होस् क्या, होइन, चाँडै सफल होस्। अब मैले अहिले यति लाख कमाएँ, यति फाइदा गरेर गफ दिएँ भने मान्छे 2 वर्षमै डुब्छ। नेपालका किसानहरू अधिकांश डुब्नुको कारण के थाहा छ? उनीहरूले ल्याउने ट्रेनिङ छ नि, ट्रेनिङ दिने ट्रेनरहरू हुन्छ नि, ट्रेनर भनेको ट्रेनरै हो त्यो, होइन। यस्तो हो कि रियल होइन, उत्पादन गरेकै मान्छे हुँदो रहेछ कि। जस्तै कस्तो भने घरभरि 10-12वटा कुखुरा पाले आयो भने उसले कुखुराको ट्रेनिङ दिन गयो, प्रोफेसनल ट्रेनर भयो, ऊ ट्रेनिङ दिन गयो होइन। तिमी कुखुरा सम्बन्धी ट्रेनिङ लिन गयो, तर तिमीले ट्रेनिङ कस्तोसँग लिनु पर्ने भने तिमीलाई 500 कुखुरा चल्ला राख्न छ भने तिमीले कम्तीमा पनि 1000देखि 2000सम्म कुखुरा पालेको मान्छेसँग ट्रेनिङ ल्याउन पर्ने थियो, कम्तीमा 5 वर्षसम्म कुखुरा पालेको मान्छेसँग ट्रेनिङ, त्यो विज्ञसँग ट्रेनिङ लिनु पर्ने थियो। तर यही च्याउ पनि धेरै किसानहरूले च्याउको ट्रेनिङ लिनुहुन्छ क्या। कोसँग लिनुहुन्छ भन्दाखेरि घर च्याउ खेती सम्बन्धी थाहा छ, त्यसलाई गर्न त गर्छ, त्यो अलिअलि अब आफ्नो अलिअलि गर्छ, भनौँ न व्यावसायिक रूपले नगरेर आफ्नो जीविकोपार्जनको लागि गर्छ, होइन, व्यवसाय नै गर्छ। अलिअलि च्याउ पनि बेच्छ, तर कति गर्छ भने 100-200 सिजनमा राख्यो, सबै छ। तर अरू बेला कहाँ जान्छ, ऊ ट्रेनिङ दिन जान्छ, संस्थाको ट्रेनिङ दिन जान्छ। मैले एकजनालाई सोधेँ, उहाँले भन्नुभयो कति छ तपाईँको टनेलमा च्याउ भने 1000 भन्नुभयो। त्यसपछि 1000 बल राख्दा त फुर्सदै हुन्न च्याउ बेच्न। अनि फुर्सद कसरी छ
होइन 1000 त हुँदैन। 1000 बल राख्नलाई तपाईँको 100 बारी पराल चाहिन्छ बोक्न सकेको। त्यो 100 बारी पराल त्यो एरियामा छँदै छैन होइन। त्यो कृषक साथ नभनौँ त्यो दाइ बसेको ठाउँमै पराल छैन भनेपछि कसरी सम्भव छ? त्यस्तो त होइन मैले सिजनमा त्यही 200-250 बल राख्छु भने फेरि किन गफ दिएको भने मैले उहाँले इमान्दार पनि हो। ए माधव भाइ गफ दिएन भने त न यो पालिकाले पताउँछ न यो पालिकाले पताउँछ न कहिले कहीँ ट्रेनिङ दिन जान पाइन्छ। आफै बिग्न सकिन्न, आफै बिक्न सकिन्न। अब कम्तीमा पनि 1000 बल छ भनेपछि त यिनीहरूलाई के थाहा छ र? थाहै छैन। जे भने नि भयो त्यसपछि ट्रेनिङ दिन बोलाउँछन् होइन। त्यहाँबाट उसको ट्रेनिङ लिन्छ। ट्रेनिङ लिइसकेपछि बिचरा त्यो किसानहरू फस उत्पादन हुन्न। त्यसपछि घाटा खान्छ। 1-2 वर्षमै टाप खसेर जान्छ। त्यही भएर हरेक सिप सिक्नको लागि कुनै मनमा मान्छेसँग केही न केही भिजन नभएको त हुँदैन होइन। तिमीसँग केही योजना छ भने आफूसँग 3 स्टेप माथिको मान्छेसँग अनुभव लिने। अब केही भन्न पर्ने केही विषय छ बसाइलाई सकौँ जस्तो लाग्छ? केही होइन भन्न छुटेको कुरा यो चाहिँ गरिदियोस्, अथवा भनौँ न अब चुनाव पनि आउँदैछ, मान्छेलाई केही नागरिकलाई केही सचेत गराउने कुरा छ भने पनि गर्नु पर्यो होइन। नागरिकलाई सचेत भनिहालेँ नि। यसपटकको नेतालाई तपाईँहरूले चिन्नुहुन्न भने एकपटक छोरछोरीलाई सोध्नुहोस्। आजसम्म धर्मको आधारमा आस्थाको आधारमा भोट दिनुभयो भने यसपटक नदिनुहोस् एकपटक। किनभने तपाईँहरूले भन्दा दुःख त आफ्नो छोरछोरीले पाइरहेछन्। छोरछोरीले दुःख पाइरहेछ नि, विदेशमा गइरहेछन्, छोरछोरीले दुःख पाइरह। ए मेरा बाबा उसलाई त यो गाउँमा फर्किन त हुटुटी छ नि, कसरी फर्किन भन्छ। त्यो हुटुटीलाई फर्किनको लागि छोरछोरीलाई सोधेर भोट हालिदिनुहोस् न, केही पनि हुँदैन। मान्छे सच्चिन्छ। मत चाहिँ सधैँभरि एउटै व्यक्तिलाई निरन्तर जिताइरहनु हुँदैन। उसलाई आवश्यक पनि छैन, जिताउन पनि हुँदैन। जिताउनु हुँदैन। कम्तीमा पनि मान्छेलाई फेर दिनुपर्छ। एउटै व्यक्ति लामो समय सत्तामा बस्यो भने ऊ देख्दा भद्र शालीन देखे पनि ऊ भित्रभित्र क्रूर भन्छ। सत्ता भन्ने देवत्वकरण र दानवीकरणबाट माथि उठेर मानवीकरणमै रहन पर्यो। सबै नेता पनि र जनता पनि सबै। यो त पाप लाग्छ कसै त्यो मानवलाई दानव बनाउने, दानवलाई मानव बनाउने, आफ्नो फाइदाको लागि गऱ्यो भने त पापै लाग्छ। हाम्रोमा त छ्यापछ्याप्ती छ नि त। आफ्नो फाइदाको लागि, आफ्नो पार्टीको लागि अरू पार्टीकोलाई कत्लेआम गर्ने, गाली गर्ने, नहुने आरोप लगाउने, यो त हाम्रो पुस्ताले गर्नु हुँदैन। हिजोकाले गर्यो हाम्रो पुस्ताको लेभलको साथीहरूले त कसैले नगरोस् हुन्छ कि मान्छेलाई स्वतन्त्र छोडिदिनुपर्छ। यो गोप्य मतदान हो। आफ्नोलाई मत हाल्ने हो, अरूको निम्ति माग्दिन पनि हिँड्दैन। छैन नि अरूको निम्ति माग्दिन, अरूको भविष्य माग्देऊ नि त। त्यही त उसको छोरछोरीको भविष्य माग्देऊ। उसको छोरछोरीलाई यो गाउँमा कसरी टिक्न सक्छ भने ग्यारेन्टी गरिदेऊ, बाटाहरू देखाइदेऊ न। त्यसपछि भोट माग होइन। छोराछोरी कहिले गाउँमा बस्न पाउँदैन, गाउँ खाली भइसक्यो। गाउँ खाली भएको त विद्यालय हेरी हुन्छ, विद्यालय भवन मात्रै छ, खाली छ। जमिन हेरी भइहाल्यो, जताततै बन्जोड छ। मान्छेको अहिले हाल्ने भोटको यो हाम्रो गाउँमा जति मतदान खस्छ त्योभन्दा सङ्ख्या बढी त बाँदरको सङ्ख्या छ। बाँदरको सङ्ख्या छ नि। 3-4 हुल छ, एउटै हुलमा 100-150 बाँदर छ अनि 800-900 पुगिहाल्छ। बिजोग छ नि, पुरै खाली छ। ठिक छ ल, यति भन्दै आजको यो बसाइ होइन। बरु यस्तो हो, जति गाउँमा आउने रमाइलो गर्ने जाने मात्रै होइन, योजना बनाउने, साथीहरूलाई भन्ने। अहिले त धेरै मान्छे साथीहरू पनि धनी छ, पैसा कम, आर्थिक रूपमा सम्पन्न छ, बौद्धिक पनि सम्पन्न छ। गाउँ फर्किनुपर्छ भन्ने सबैलाई भन्नु, फर्किनु रमाइलो छ गाउँ। तिमीहरू बजारमा 2-3टा घडेरी राखेर त्यहाँ रमाउन भन्दा एउटा घरेडी बेच, त्यसपछि गाउँमा आएर त्यो आधी पैसाले मस्त घर बनाऊ, आधी पैसाले गाडी किन्नु होइन। कोसिस चाहिँ गर्नु पर्यो, सबैलाई अब आह्वान चाहिँ गर्नु पर्यो, गाउँमा आउनु पर्यो, ल्याउनु पर्यो। कोसिस चाहिँ हाम्रो जारी नै रहनेछ। यो सबैले गाउँ छोड्ने त 10 वर्षपछि त गाउँ त खाली हुन्छ त। धन्न अलिअलि हाम्रो बुवा आमाहरूले गर्दै हुनुहुन्छ र सबैलाई होइन। अब 10 वर्षपछि त्यो पनि हराउँछ, त्यसपछि को बस्छ? खाली हुन्छ नि त। त्यसपछि अब त्यही त फर्किने गरी बस्न पऱ्यो नि त। आफ्नो सम्पत्तिमा फर्किनु पऱ्यो नि, गर्न पऱ्यो नि। त्यही भएर चुनावको बेलामा
नेतालाई गफमा होइन उसको काम र परिणाममा दिने हो भनिदिनुहोस् हेर्दै हुन्छ ऊ आफू पनि केही गर्दैन आफ्ना छोराछोरीहरूलाई पनि गाउँमा लगानी गर्न दिँदैन भने तिनलाई त फर्केर नहेरी नै हुन्छ फर्केर नहेर्ने अहिले चाहिँ अब यो बसाइलाई चाहिँ यहीँ अन्त्य गरौँ गजब छ अर्को पटक आउँदाखेरि अर्को पटक चाहिँ हामीले योभन्दा अलिक व्यापक रूपमा अर्को पटक केराको बगैँचा सफा गरेर भइन्छ हजुर केराको बगैँचामा मजाले गर्नुपर्छ हस् ल केराको धन्यवाद ल गजब लाग्छ खुसी सबैलाई यो व्यावसायिक सफलताको शुभकामना छ सफलता होस् कि नहोस् गाउँ फर्कनुपर्छ काम गर्नुपर्छ मैले त्यति जाने छु हस् त्यो पैसाभरि बजारमा लएर तन्काउने सब गाउँ फर्किनुपर्छ